समय समयमा जानकी मन्दिरसँग सम्बन्धित विवाद सामाजिक सञ्जालमा आइरहन्छ। जुन प्रकार अहिले मध्य प्रदेशका गृहमन्त्री फकीरा महतोले जुन टिकटको बेन्डिङहरू थियो त्यो मरवा र जानकी मन्दिरको म्युजियमबाट आफूसँग लिएर गए पश्चात मन्दिर प्रशासनले मरवा र म्युजियमलाई अनिश्चितकालको लागि बन्द गर्यो। त्यस पश्चात सबैको ध्यान अहिले यसतर्फ केन्द्रित भएको छ। वास्तविकता के हो त? वास्तवमा जानकी मन्दिर प्रशासनको दोष हो या अहिले गृहमन्त्री फकीरा महतोको दोष हो? आखिरकार जानकी मन्दिरसँग सम्बन्धित विवाद के छ? जानकी मन्दिरको संरक्षणमा नेपाल सरकार, सम्बन्धित निकाय, स्थानीय तह, प्रदेश सरकारको भूमिका के छ र के वास्तवमा जानकी मन्दिर त्यहाँका महन्तहरूकै कारण अहिले जर्जर अवस्थामा पुगेको हो त? आखिरकार के छ वास्तविकता? आजको यस भिडियोमा हामी यसै विषयमा छलफल गर्नेछौँ। नमस्कार, तपाईहरुलाई स्वागत छ। तपाईहरुलाई थाहा हो जानकी मन्दिरसँगको विवाद कुनै नौलो होइन। हरेक केही महिनाको अन्तरालमा केही न केही विवादहरू आइराखन्छ र अहिले विवादको कारण हो फकीरा महतो र महन्त बीचमा देखिएको द्वन्द्व। जुन प्रकार मध्य प्रदेशका गृहमन्त्री फकीरा महतोले जानकी मन्दिरको अनुगमन गर्दै जानकी मन्दिरमा रहेको राम जानकी विवाह मण्डप, जसलाई मडवा भनिन्छ, र अर्को जानकी मन्दिरमा रहेको म्युजियम, दुवै ठाउँमा भक्तजन र त्यहाँ घुम्न आउने पर्यटकसँग केही निश्चित रुपैयाँ लिएर टिकट काट्ने गरिन्थ्यो। तर गृहमन्त्री फकीरा महतोले ती सबै बेन्डलहरू आफ्नो गाडीमा लिएर गइहाले। फकीरा महतो एउटा गृह मंत्री बनले प्रदेश सरकार के जहिया से बनले तहिया से जानकी मंदिर के ऊपर बराबर प्रहार करे। कहियो अबै छै तो म्यूजियम के स्टाफ के थरकबै छै, तू सब टिकट नहीं लै, फ्री में दर्शन करबही। कहियो अबै छै तो विवाह मंडप के ठेकेदार है जे कर्मचारी ओकरा थरकबै छै जे टिकट नहीं लै। त्यस पश्चात जानकी मन्दिर प्रशासनले दुवै ठाउँमा तालाबन्दी गर्यो र यसलाई अब हामीले सञ्चालन गर्न सक्दैनौँ। यसमा हुने पूजापाठको खर्च, यसमा रहेको कर्मचारीहरूको तलब लगायतका कुराहरू हामीले यही टिकटबाट व्यवस्थापन गर्दै आएको र गृहमन्त्रीले बिना कुनै हामीसँग छलफल, स्टन्टबाजी गरेको भनेर आरोप लगाउँदै त्यहाँ अनिश्चितकालको लागि तालाबन्दी गर्यो र अहिले दुवै बन्द रहेको अवस्था छ। विवाह मण्डप जहिया बनलै तो शुरुए से ओकर आय स्रोत जैसे से टिकटे छै, वही माध्यम से संचालन हो। यदि टिकट नहीं लेते तो भोग राग में बत्ती चाहे कर्मचारी चाहे फुलबारी कहाँ से चलते? तर यसमा के हुनु पर्थ्यो? सबभन्दा पहिला हामी के बुझ्नुपर्छ कि समय समयमा जुन प्रकार यस प्रकारको घटनाहरू आउँछ, यसको सबभन्दा ठुलो दोषी भनेको जनकपुर धामवासी हो। अहिले जुन प्रकार फकीरा महतो मध्य प्रदेशका गृहमन्त्री हुन्, तर उहाँ आफ्नो क्षेत्र अधिकार बाहेकका हरेक काम गर्नुहुन्छ। के गरे मिडियामा हाइलाइटमा आइन्छ, कसरी आफू मिडियामा रहिरहनुपर्छ भन्ने उहाँलाई एकदम राम्रोसँग आउँछ। गृहमन्त्रीको काम कर्तव्य बाहेक जति पनि काम हुन्छ त्यो सबै उहाँले राम्ररी गर्न जान्नु भएको छ। गृहमन्त्री भइसके पश्चात मध्य प्रदेशमा कस्तो घटनाहरू बढेको छ, जुन प्रकार मधेसमा अहिले क्राइम खुल्ला रूपमा बढेको छ, त्यसमा कुनै सरकारवालाको ध्यान देखिँदैन। तर कहिले आफै डोजर लिएर घर भत्काउनु निस्किनु, कहिले आफै डोजर लिएर फुटपाथमा रहेका टहराहरू भत्काउनु र कहिले आफै यसरी स्टन्टबाजी गरेर मन्दिरमा गएर टिकटका बेन्डलहरू लिएर आउनु, यो सबै स्टन्टबाजी बाहेक अरू के पनि होइन। किनकि चाहे त्यो प्रदेश सरकार होस्, स्थानीय सरकार होस् वा केन्द्र सरकार होस्, उनीहरूको जानकी मन्दिरमा लगानी भनेको 0 रुपियाँ छ। 1 रुपियाँको पनि लगानी छैन र जब तपाईको त्यसमा लगानी छैन भने तपाईले त्यसलाई नियन्त्रण गर्ने, हस्तक्षेप गर्ने अधिकार पनि राख्नुहुन्न। आज म यही भिडियोबाट प्रश्न गर्न चाहन्छु फकीरा महतोलाई, मध्य प्रदेश गठन भएको कति दिन भयो? मध्य प्रदेश सरकारले जानकी मन्दिरलाई कति रुपियाँ सहयोग गरेको छ, कुन रूपमा सहयोग गरेको छ, त्यसको जवाब पहिला उहाँले दिनुपर्छ। प्रदेश सरकारको योजना, नीति निर्माण, बजेटमा जानकी मन्दिर किन हटाउन सकेको छैन? जानकी मन्दिरको सौन्दर्यकरणदेखि लिएर जानकी मन्दिरको संरक्षण प्रबन्धनको जिम्मेवारी प्रदेश सरकारले किन उठाउन सकेको छैन? त्यसका लागि फकीरा महतोले के गर्नु भएको छ, त्यसको जवाब उहाँले दिनुपर्छ, न कि त्यहाँ गएर स्टन्टबाजी गर्नुपर्छ। स्थानीय सरकार गठन भएको कति वर्ष भयो? स्थानीय सरकारको जानकी मन्दिरमा आजसम्म के लगानी छ? के सरसफाई गर्नका लागि एउटा गाडी समेत जानकी मन्दिरलाई स्थानीय सरकारले उपलब्ध गराउन सकेको छ, प्रदेश सरकारले उपलब्ध गराउन सकेको छ? यदि तपाईको 1 रुपियाँको पनि त्यहाँ लगानी छैन भने त्यहाँ तपाईको दादागिरी किन त? यो प्रश्न अहिले सम्पूर्ण जनकपुर धामवासीले गरिराखेका छन्। जानकी मन्दिर व्यवस्थापन हुनुपर्छ, जानकी मन्दिर सौन्दर्यकरण हुनुपर्छ, जानकी मन्दिरको संरक्षण हुनुपर्छ, त्यहाँ देखिएको विकृतिहरूलाई कसरी समाधान गर्न सकिन्छ, त्यसतर्फ आखिरकार कुनै सरकारको ध्यान किन छैन त? यो गम्भीर प्रश्न हो। तपाईहरुलाई जानकारी गराउन चाहन्छु, विवाह मण्डपसँग सम्बन्धित विवाद अदालतमा पनि पुगेको छ कि त्यहाँ टिकट लिनु हुँदैन। तर त्यति बेला जानकी मन्दिरको महन्त यथार्थ व्यवस्थापन पक्षको जित भयो, किनकि उनीहरूको तर्क थियो यो सम्पूर्ण निर्माण जानकी मन्दिरले आफ्नो पैसाले गराएका छन्, यसमा सरकारको 1 रुपियाँ पनि लगानी भएको छैन। र यस्तो अवस्थामा जब यो निजी सम्पत्ति हो जानकी मन्दिरको भने जानकी मन्दिर
मन्दिरले कसरी व्यवस्थापन गर्छ त्यो निर्णय पनि जानकी मन्दिरकै हुन्छन् र जानकी मन्दिरले एउटा सामान्य शुल्क 10 रुपियाँ लिएर मडवामा प्रवेश दिने गरेछन् किनकि त्यही 10 रुपियाँले त्यहाँको व्यवस्थापन हुन्छ। त्यहाँ पूजापाठ आरती भोग त्यहाँका कर्मचारीहरूको तलब व्यवस्थापन हुन्छ। अब धेरैको प्रश्न यो 10 रुपियाँ किन त? 10 रुपियाँ धेरै कारण। पहिलो त मैले अघि भनिसके व्यवस्थापन पक्षको लागि। अर्को त्यहाँ यदि फ्री गर्यो भने दिनभरि नै मान्छेहरू भरिभराउ हुन्छन्। त्यहाँ त्यो एउटा व्यवस्थापन गर्न चुनौती हुन्छ। त्यही भएर त्यो 10 रुपियाँ भए पनि त्यो एउटा सिस्टमेटिक प्रोसेस छ। यदि तपाईँ पशुपति क्षेत्रमा रहेको गार्डनमा जानुहुन्छ भने या लुम्बिनी जानुहुन्छ भने सबै ठाउँमा टिकटको व्यवस्था हुन्छ र मात्र 10 रुपियाँ होइन, त्यहाँ त झन् बढी छ। हाम्रो जानकी मन्दिरमा त मात्र 10 रुपियाँको टिकटको व्यवस्था छ। हो, त्यो टिकटबाट आएको पैसालाई कसरी व्यवस्थापन गरिन्छ, त्यसलाई कसरी युटिलाइज गरिन्छ त्यो प्रश्न आफ्नो ठाउँमा होला। त्यसको जवाब मन्दिर प्रशासनसँग माग्न सकिन्छ, तर त्यसरी गएर त्यो बेन्डल लिएर होइन। त्यसको एउटा प्रक्रिया छ। जानकी मन्दिर भुटी संस्थानभित्र पर्छ। भुटी संस्थान किन यस विषयमा मन छ, भुटी संस्थानको किन यसमा कुनै भूमिका हुन सकेन, यो प्रश्न हुन्छ। भुटी संस्थानमा कसरी पुग्ने भने सिडिओ कार्यालयबाट पत्र लेख्न सकिन्थ्यो। त्यो नगरिकन एउटा प्रक्रियाको पालना नगरिकन सिधै गाडी लिएर जानु, गाडी लिएर पुगिसकेपछि त्यहाँ मन्दिर व्यवस्थापन यथार्थ महन्तहरूसँग कुरै नगर्नु र सिधै त्यहाँ गएर यस प्रकार टिकटको बेन्डलहरू लिएर जानु एकदम दुर्भाग्यपूर्ण र यसलाई स्टन्टबाजी बाहेक अरू केही पनि भन्न सकिँदैन। जुन प्रकार गृहमन्त्री फकिरा महतोले भन्नुभएको थियो कि माथि पसल खोलिएको छ, त्योसँग 5 लाख रुपियाँ उसुलिएको छ, त्यो पनि गलत बोलेको अहिले प्रमाणित भएको छ। माथि पुगेको थियो, त्यहाँ एउटा छतमा तपाईँको माथि कौसीमा त्यहाँ एउटा पसल थापिएको छ फोटो बेच्ने। त्यसले साधुबाबाले कसले राखेको छ यहाँ तपाईँले माथि? यो त तल राख्नुपर्ने, त्यहाँ चाहिँ अगाडिपट्टि राख्नुपर्ने फोटो यहाँ माथि किन राख्नु भएको छ? होइन, साधु बाबाले हामीलाई हाम्रा तपेश्वर बाबाले भन्नुभएको छ यहीँ राख्नलाई। अनि तपाईँको यसको पैसा लिन्छ त लिन्छ, त्यो 5 लाख रुपियाँ उसको लिँदो रहेछ। यो तरिका त भएन। त्यो पसल जसको बारेमा गृहमन्त्रीले भन्नुभएको थियो त्यो स्वयं अगाडि मिडियामा आएर भनेका छन् कि मैले यस्तो कुनै प्रकारको कुरा भनेको थिएन। फकिरा महतोले यो सबै कुरा आफै मनबाट भन्नुभएको छ। हमार नाम भेल महेश शाह, घर भेल वार्ड नंबर 10। हम पहले विवाह मंडप में रही छलिए 2045 से ओतऽ से हटली होवाइत रही। सरकार के कली हमरा कोनो जगह दिया, खाई बिना मरी छी। सरकार हमरा तो ऊपर में तो चलबो नहीं करी, यहाँ बढ़ जाए। हम ऊपर में आके दुकान कैली, सरकार के हम 15,000 के महीना दी छी। तब गृह मंत्री जी अल हमरा से पूछलक कि केकरा ऑर्डर से दुकान लगेली, हम कहली लगा लेली। गृह मंत्री जी के पूछलक कितने पैसा दी छी, हम कहली नहीं दी छी। ओहि के बाद गृह मंत्री जी से हम पूछलिए कि दुकान हटा लो, कहलके हटा लिया। ठीक है, हटा ली छी। इतने बात रहे। अब गृह मंत्री जी कही 5 लाख दिले है, ये दिले है, वो अपना मन से लगा के कही। वो कही छथिन अहीं कहाँ पतिया बेर में कहलिए जो हम कभी कहबे नहीं केलिए, पैसा के बातें नहीं भेले। अर्थात् गृहमन्त्री जस्तो पदमा बसेर यस प्रकार कपोकल्पित कुरा गर्नु एकदम गलत हो। यसको पक्षमा म पनि छु र सम्पूर्ण जनकपुर धामवासी छ कि त्यो माथि पसल हुनु हुँदैन। जानकी मन्दिरभित्र कुनै प्रकारको पसलहरू लगाएर यस प्रकार जानकी मन्दिरलाई अव्यवस्थित बनाउनु हुँदैन। यिनीहरूलाई सबैलाई बाहिर गर्नुपर्छ, तर यसको व्यवस्था पुर्याउनुपर्छ। त्यहाँबाट हटाएर उनीहरूलाई कहाँ व्यवसाय गर्ने ठाउँ दिने त्यो ठाउँ प्रदेश सरकारले र स्थानीय सरकारले निर्धारण गर्नुपर्छ। जानकी मन्दिरमा हजारौँ कमी कमजोरी छ। व्यवस्थापन पक्षको महन्तहरूको धेरै ठुलो कमी कमजोरी छ। मन्दिरमा आउने जुन दान छ त्यसको कसरी व्यवस्थापन हुन्छ, कति दान आयो, कति खर्च भयो, त्यसको विवरण सार्वजनिक हुनुपर्छ, पारदर्शी हुनुपर्छ। जानकी मन्दिरमाथि लाखौँ लाख रुपियाँको बिजुलीको बक्यौता बाँकी रहेको छ, त्यो कसरी बाँकी भयो, त्यसलाई कसरी व्यवस्थापन गर्न सकिन्छ, यो प्रश्न हामीले गर्नुपर्छ। तर त्यो सब गरिरहँदा एउटा पद्धति पुर्याएर हामीले एउटा कुरा के बिर्सिनु हुँदैन भने आज जानकी मन्दिर यदि त्यहाँ अवस्थित छ र त्यसको शेष बाँकी छ र अहिले पनि जनकपुर धाम जानकी मन्दिरले चिनिराखेको छ भने त्यो महन्तहरूकै कारण हो। किनकि सरकारको त्यहाँ केही पनि लगानी छैन। सरकारका व्यक्तिहरूले त्यहाँ राजनीति गर्नुबाहेक अझै केही पनि गरेका छैनन्। चाहे त्यहाँका तत्कालीन सांसद विमलेन्द्र निधि होस्, चाहे राजेन्द्र महतो होस्, चाहे जुली महासेठ होस् र चाहे अहिलेका सांसद मनिष झा होस्, सबैले मात्र जनकपुर धामवासीलाई वचन बाँटेर ठग्ने काम गरे। जानकी मन्दिरको प्रबन्धन, संरक्षण र विश्व सम्पदामा कसरी पुर्याउन सकिन्छ त्यसतर्फ कसैले ठोस कदम चाल्न सकेका छैन र सबैले जानकी मन्दिरको नाममा राजनीति मात्रै गरेका छन्। अहिले त झन्डै 2/3 बहुमतको सरकार छ, तर पनि जानकी मन्दिरको लागि यो बजेटबाट कुनै प्रकारको रकमहरू छुट्याउन सकिएको छैन। यथार्थ अहिले पनि जनकपुर र जानकी मन्दिरलाई उपेक्षित गरिएकै हो। त्यसैले जानकी मन्दिर आज बाँचेको छ भने त्यो महन्तहरूकै कारणले बाँचेको छ र जुन अहिलेको जर्जर अवस्था छ त्यो पनि निश्चित रूपमा महन्तहरूकै कारण छ। जानकी मन्दिरलाई कसरी ट्रस्टमा लैजान सकिन्छ, जानकी मन्दिरलाई कसरी ट्रस्टमा लगेर एउटा व्यवस्थित बनाउन सकिन्छ, त्यसतर्फ गुठी संस्थानको के रोल हुन सक्थ्यो, त्यसमा कसैलाई केही मतलबै छैन। तर जब केही एउटा सानो कुरा आउँछन् भने मिडिया र त्यहाँका स्थानीय प्रदेश र सरकारहरू पुगेर मात्र जानकी मन्दिरको नाम बदनाम गर्ने काम अहिले भइरहेको छ। अहिले जनकपुर धाम र जानकी मन्दिरको एउटा मात्र आवश्यकता छ कि जानकी मन्दिरलाई ट्रस्टमा लगेर एउटा सिस्टमेटिक वेमा सञ्चालन गरिनुपर्छ र जानकी मन्दिर कसरी आफ्नो अस्तित्वलाई जोगाउँछ, जानकी मन्दिरको जुन
जर्जर अवस्था छ, जुन त्यहाँ फोहोर छ, त्यसलाई कसरी व्यवस्थापन गर्न सकिन्छ र विश्व सम्पदा सूचीमा लग्नका लागि चाहिने आधारभूत कुराहरू कसरी त्यहाँ पूरा गर्न सकिन्छ त्यसतर्फ तिनै तहको सरकार, स्थानीय, प्रदेश र केन्द्रको ध्यान हुनुपर्छ। तर त्यो नभएर मात्र स्टन्टबाजी गर्ने र त्यहाँ गएर मिडियाबाजी गर्ने काम भइराखेको छ। तपाईँहरूको के छ विचार यसमा अवश्य पनि लेख्नुहोला र आगामी दिनमा यसलाई कसरी सुधारेर लैजान सकिन्छ भन्ने विषयमा प्रदेश सरकारले जानकी मन्दिरसँग सम्बन्धित एउटा छुट्टै विधेयक, एउटा छुट्टै ऐन कानुन बनाए पनि सायद जानकी मन्दिरको जीर्णोद्धार हुन सक्थ्यो भन्ने मलाई लागेको छ। तपाईँहरू आफ्नो विचार कमेन्टमा अवश्य पनि राख्नुहोला। हामी फेरि नयाँ भिडियोको साथ आउने नै छौँ। तबसम्म भिडियोलाई अन्तिमसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद। च्यानलमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गरी बेल आइकनलाई प्रेस गर्नुहोला। भिडियो मन परेको छ भने अवश्य पनि सेयर गर्नुहोला। हस्त नमस्कार।